गाउँले हो के दुःख भयो भनेर पनि भएन, पसिना पसिना भएको छ, गर्दै भयो भनेर पनि भएन, काम त गर्नुपर्छ। मलाई त यसै बस्नु पनि मन लाग्दैन क्या, काम गरेको गरी भन्नु मन लाग्छ। काम गऱ्यो भने चाहिँ अब एक घरको काम पनि हुन्छ। हेलो साथीहरू, नमस्कार अनि स्वागत छ मेरो युट्युब ब्लगमा। म चाहिँ भर्खरै उठेर खाजासाजा खाएर बारीतिर जाँदैछु। आज चाहिँ हाम्रो मकै गोड्ने काम छ, त्यसैले अरू साथीहरू पनि बारीमा गइसक्नु भएको छ। म चाहिँ पछाडि नै जाँदैछु र आज चाहिँ हाम्रो मकै बारी गोडिसक्ने क्रममा छौँ। हेरौँ कति गोडिसक्छौँ। अहिले एकछिनबाट देखाउँदैछु तपाईँहरूलाई। त्यसको लागि भने मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु पर्नुहुन्छ है त। आज चाहिँ हाम्रो मकै गोड्न सकिएको छ। अब बाँकी थोरै छ अनि मेरा बाँकी नौजवानहरू चाहिँ उहाँहरू खन्दै हुनुहुन्छ है त। दाजु मकै गोड्न कस्तो भयो आज? के नगर्नु रे? ल खनुमै कोपरले अब लास्टमा अब हाम्रो गाउँघरतिर काम गर्नलाई बिहान कोदालो खन्ने, दिउँसो कोदालो खन्ने। मैले त अघि कोदालो खनेको हो नि त, अब लास्टमा भिडियो बनाएको क्या। हे गाइज, अहिले चाहिँ हाम्रो फाइनली एक कोदालो खन्न सकिसकेको छ। अहिले चाहिँ बिहानको टक्क 9 बजिसकेको छ। अब चाहिँ हामी घर जाने तयारीमा छौँ। कोदालो खनिसकेर एकैछिन रेस्ट गरिराखेको बारीको छेउछेउमा। अनि मेरो एकदमै कोदालो खन्न एकदमै वीर नौजवान जवानीहरू चाहिँ यता बसिराख्नु भएको छ। एकदमै धेरै गलिसक्नु भयो रे साथीहरू। मेरो साथीहरू एकदमै गलेर आराम गरेर बसिराख्नु भएको छ। अनि हाम्रो गाउँ वरिपरि यस्तै छ है। गरेको यो चाहिँ हाम्रो घर जाने बाटो हो। हाम्रो घर चाहिँ गाउँ चाहिँ यता माथि पर्छ। अनि यो चाहिँ हाम्रो घर जाने बाटो रोड चाहिँ छ, तर गाडी चाहिँ कहिलेकाहीँ आउने गर्छ। यस्तै छ गाउँघरतिर। हाम्रो घर जाने बाटो घर पुग्नै लागिसक्यौँ है गाइज। कस्तो गर्मी भएको घाम लागेर। फाइनली गाइज घर आइपुगिसक्यौँ। अब चाहिँ
टक्क हात खुट्टा धुने, सरसफाइ गर्ने, खाना खाने, त्यसपछि दिउँसोभर के काम हुन्छ त्यो चाहिँ बाँकी नै छ है त गाइस। यता पर चाहिँ हाम्रो गाउँ यस्तै छ।